यो अहिले यो केटी को रहेछ भने नि उहिले रुपी टाउके भन्थे नि सल्लेरीको कामी त्यसको भाइको चाहिँ नातिनी हो जुल्पे होइन जुल्पेरी तल टारीको यो सल्लेरीको रुपी टाउके भन्थे नि त्यसको भाइको नातिनी हो अब छुटिहाल्छ दाउरा हाल्ने होला छ अलिकति साइड लगाइदियो भने गइहाल्छ ट्र्याक्टर हुँदैन एनाको पनि खुट्टा दुखेर बाँसको तल्लो इन्द्रको दिदी हो दिदी हो
सुविधा छ नि धेरै सुविधा हो मेरो रुदे पनि आएको ठाउँ हो कि पाहुना बा आइयो जे भए पनि सुविधाले आउनु त बाइजू पाहुना पो आइपुग्यो त माइजू भन्नुभयो मलाई चाहिँ अघि बुइनी भन्नुभयो के हो यस्तो ल्याएपछि त्यस्तो गरिहाल्नुपर्छ अहिले चाहिँ रामबहादुरकी बुइनी भनेर हो 200 हो 150 दे त बाबैलाई 200 यहाँ 200 गाला फर्किने गरिदिनु तपाईँलाई म फरक दिन्छु तपाईँलाई 150 मा यस्तोमा कसले भयो हो 150 भने नचढ्दा हुन्छ मेरामा हो मलाई त्यस्तो हो छपी खाना दि बुढो मान्छे त्यो चाहिँ रहेछ क्या 70 80 चाहिँ छ है 200 लिनुहुन्छ भने चाहिँ त्यही भएर पठाउनु ल लाले चाहिँ लग्दिनु अघि लगाएसम्म पेट्रोलसम्म नै भए पनि जाँदा हुँदो रहेछ तपाईँ अनि दिदीले 150 मा हालिदिन्छ नि अरे अनि भइगयो भयो त 150 हालिदिन्छ कसैलाई मेरा चाहिँ 200 हो कसैलाई 100 होइन म कहिले 100 मा त कहिले त्यो कहिले म कहिले गर्दिनँ है त्यस्तो कहाँ डाँडा गयो अब तपाईँलाई हामी डाँडा गएर सुन्नु न हामीहरू भोलि जाँदा चाहिँ कति जान्छ भोलि त जाँदै जाँदौँ न 100 यता सुन्नु न भन्नु न पर्सि पर्सि अब गरौँ न छ त मेरो नम्बर कि छैन भन्दा नि फोनै गर्दैन ग्यारेन्टी जाने नि विश्वास पर्सि म एकदम साइडमा होइन भोलि एकचोटि भोलि बेलुका चाहिँ झन् दाइहरूसँग छ नि त गर्नै पर्दैन कि नम्बर जे होइन कोही बेला फेरि आउनु पनि सकिन्छ त्यस्तो हुन्छ नि त कोही बेला रिजर्भ हुन्छ के हाम्रो घरि बिजोग हुन्छ बरु होइन जान्छौँ त्यस्तो भन्दा बरु भोलि चाहिँ के होइन अर्को छ हिँड्नु नि त भोलि भोलि हिँड्नु कतिजना हुन्छ भोलि जानु 2 जना दुईजना कि अरू 2 जना अनि भोलि जान्छ नि त त्यहीहरू जान्छ नि त्यो त अब तपाईँ त 2 दिन जाने ए ल कल गर्नु थाहा छ नम्बर तरै जाने तरै नि जाने ए ल ल ल ल बसमा जाने कि ट्याक्सीमा ट्याक्सीमा नि त्यही त छिटो गरेर ट्याक्सीमा ल ल म्याग्नुसम्म जाँदा भइहाल्यो नि म्याग्नेसँग जाउँ के म त्यहाँ हालिदिन्छु यति बसेको के हो के चाहिँ कहिले जान्छौँ हो साला तपाईँ म त अब पछि मात्रै जान्छु ए भोलि हिँड न भोलि नि चाहिँ कसरी जानु हो लु पछि भएर नि पछि जान्छु गाना खोला पनि नछिटो अब अनि भोलि बिहान जानु पर्ने हो मेरो घरमा काम छ क्या त्यहाँ काम भएर कहिले काम छ भन्छ काम छ भने के काम चाहिँ के म सोध्छु नि तपाईँलाई सोध्नु न खोला पूजा गर्नुपर्छ कि अनि अस्ति बाबैले पैसामा ठगेर हेर मलाई यार कति सब त्यो पुगेका मान्छेहरू पुगेको चाहिँ नखाएर पक्का छरेको घर त्यो पुरानो हालेर दुलेको थियो पुरानो पुरानो पहिलाको हालेका पहिलाको रहेछ नि हुन्छ त्यो पुरानो अस्ति मैले सबै लगाएको अस्ति थाहा दुला दुलेको क्या कोही कोही हामीले 5 पारा सियो फाल्नु आसना क्या त्यसले सेतै भनेको तिमीले होइन हजुर सेतै माथि हेरेको सेतै के अरे सेते माथि हुँदैन के भन्छ भरत के भन्छ गोरी मान्छे ए गोरे मान्छे सेतै अनि सेतै गोरे एउटै त गोरी सेते माथि कसरी दिनुपर्छ दिनु अनि टिपर छ नि तिम्रो त अनि बुढा दर लुक्ने नि कसरी दिइहाल्छ 120 रुपियाँ किलो 60 मा यी घरमै 100 रुपियाँमा ए 50 रुपियाँमा दिन्छ अब देउरा भनेको दिएर नि अनि यता 100 रुपियाँ किलो दिएर नि तिमी त मान्छे सन्चै गरेर छ छोरी त दिनु मजाको छ त भनेर के भन्नु केही भएन आज भने पुग्दै जान्छु भएको तपाईँ कता रिजर्भ लिएर जानु
गर्दै अनि होइन नि तपाईँ रिजर्भ जाने भन्नु पऱ्यो नि होइन त्यहाँ कुदेर हुन्छ होइन खै होइन होइन अब कहाँ पुगेको मलाई भन्दै थियो उहाँ रिजर्भ जाने त्यही भएर जानाले भन्दै थियो कहाँ पुऱ्यायो अरे पुरै जानु झोला कहाँ राख्यो तिम्रो यहाँ छ नि त्यो कहाँ राख्यो स्कुल पढ्दाखेरि कुदेको यो बाटो हामी तर्सेन बेमारी झर्छ भोलि झर्छ भोलि पर्सि होइन रे भोलि नै भोलि नै आउँछ आउने छ होला त्यतै पछाडि छैन अगाडि गएको छैन गाडी त यही हो अगाडि जाने त्यतै पछाडि छ होला अगाडि गएको छैन होइन रिजर्भ ल्याउँछ न त्यो टुक्रेमा आएको भए त यो गाडी परिहाल्थ्यो नि 4-5 जना आउने रिजर्भ ल्याउने उहीँबाट रिजर्भ ल्यायो नि ओपन डाउन होइन जाने आउने कहाँ गएको थियो अरे रामेछाप ओखलडुङ्गा बेलबुडी त्यो कविताहरू गए ठाउँमा होला त्यता पनि निकै बढ्दैछ नि होइन तिमी पनि चल्दैौ न नजिकै बिगार्नु हुँदैन टाढै गरिसक्यौ मन गर्न नि अब म अब गइसकेर टाढा नभएर टाढा गरेर त यहाँ हाम्रो आउँदैन फेरि पैसा मलाई बेङ्गलोङमै बिगार्ने हो नि त बेङ्गलोङतिर म टाढा बिहे नगर्ने हो टाढा बिहे गरेँ नि बेङ्गलोङमै बस्ने ठिक छैन होइन कहाँनिर बस्छ देख्थेँ नि त तिमीलाई पर केरेलाई पर बस्छ यो त स्टेटतिर आउन नि त्यो त अनि ठाउँमै त्यो कोठा भाडा खै थाहै चिन्ता नै छैन कति जति जति कसरी चाहिँ कोठा भाडा कसरी त्यहाँ कति दिन्छ 1000 मात्रै दिन्छौँ नि हामी सस्तो छ नि हाम्रो जति चाहिँ भने पनि हावापानी खानको लागि बेङ्गलोरै राम्रो हो बेङ्गलोर जहीँ गयो गर्मी सर्मी पनि हुँदैन ठिक्क बस्नलाई चाहिँ गर्मी महिनामा चाहिँ मलाई बेङ्गलोङै मनपर्छ कि जाडोमा चाहिँ फेरि हाम्रो चाहिँ ठाउँमा अलिक उयो भएर होला जाडो खास छैन होइन जाडो पनि त 2 महिना अलिअलि हुने हो होइन नि त्यो घाम नलाग्ने ठाउँमा त गाह्रो हुन्छ
पर्छ ल्याउनु आँखा पर्छ बिग्रिँदैन ए आँखा बिग्रेन त्यो नि कोठा अँध्यारोमा छ कि मेरो त त्यही त अनि तपाईँको त्यता कोठा भाडा कसरी पाउँछ यो त हाम्रो त्यता लगाउँछ नि अनि के अरे यस्तो टाढो हुन्छ हाम्रो छोरीसँग कहाँ पढाउँछ यसलाई यो सिङ्गाबहिनी ठिक छ कोठा चाहिँ सर्नुपर्ने छ कि तर अलिक सामान धेरै छ सामान धेरै छ क्या कतिवटा पर्छ एउटा दुईवटा एउटा कोठा छ अनि किचन चाहिँ किचन पनि त्यही छ दान पनि त्यही छ दुईवटा दराज पनि त्यही छ घाट पनि त्यही छ अनि एउटा तरस बनाइदिउँ न किन किन दिनु कति गरेर किन्ने भने दिन्छु त 40,000 कहाँ किन्छौ किन्न त 40,000 बनाएको किन्ने दिन्छु दाजुभाइको नाता दिनु नगर न दाजुभाइ हिजो त किन तिमीलाई म हिजो त हिजो मैले धाम गराएको अनि गए पनि भन्दैन अनि कता गयो भन्नु अनि गाडी नपाएर म भनिदिएँ नि लाटी अनि अस्ति गाडी नपाएर हो भन्नु पर्दैन अनि तपाईँ अब कता कल गरेर म त्यही भन्थेँ किन गयो बस्न ट्याक्सी भनिदिनु उयो दिनु त यता यो कप्स उयो उयो हो त्यो दुध दिनु पर्ने हो पर प्रियादिन मर प्रियादिन हिँड्दै जाँदा नल मारिहाल्छ लाम न गफ नगर मैले अहिले गफ टाइम छैन लाग्न जाइहाल्छ तर्दान न बिहेमा म पनि जान्छु होला तिमीहरू नाच्ने भने आउँछ टिकटक आउँछ ल दाइ हामी दुईजना नाच्न सक्छ सक्छ अलिक जान्दिनँ नि त म सिकाउँछ भने हाम्रा सरहरू आउँछ नि त त्यहाँ तर हिँड्न सकेन अस्ति पहिला त हिँड्थ्यो अस्ति एकचोटि गएर तपाईँसँग होइन हिँडाएर एकचोटि सुरुमा फर्काइदिएँ कि त्यहाँबाट मात्रै चढ खाने लट्टै जाने उकासेर लिएर हिँडेँ यसो भन्दै थिएँ नि कस्तो ल्याइनँ जाउँ भनेर कतिचोटि गरेँ प्लिज भनेर भन्नु खुट्टैमा त ढोका छ कि भने भने न मैले देखेर भने नि तर लट्टै दाइ त चढ्दैन है ऊ सुँगुर हुँदा चाहिँ मेरो सुँगुर छ भने आउनु त बस्नु
मलाई दिँदैन नि त भन न छोरीहरूलाई कहाँ घर दिन्छ कस्तो दिने? छोराहरूको घर यहाँ यो भने बस्छौ यहाँ हेर्नु न त्यो ढङ्ग्रङ ढङ्ग्रङ घर हेर्नु बाँदर नाच्दैछ क्या हाम्रो घरमा आएर बस्यो भने चाहिँ म पनि अलिक हल्का लगानी गर्छु बाख्रा छ त दुईजना मिलेर बसौँ न पानी छैन नि त हुन्छ मलाई पनि सजिलो हुन्थ्यो जहिले यतै मात्रै बस्छु नि हँ? दुःख गरौँला न मलाई मस्याम गरौँला के गरौँला मान्छे खेटेर लाउँला अनि भएको पैसा आदि आदि गरौँला ल ल अलि धेरै चाहिँ मलाई हुनु पर्यो फेरि पछि बनाएर गरौँ न कस्तो काम गरेर गर्नुहुन्छ त त्यस्तो अलिक बढी मलाई हुनु पर्यो मन लाग्यो भए पछि सबै पनि दिन सक्छ नि के थाहा हँ? होइन है त्यस्तो आज आज खानु हुँदैन आज होस् न त्यसरी गर भने पछि होइन पछि फेरि छुट्टै गाह्रो गर भने क्या भरे माया बस्दै जानु भरे के अनि भरे त्यो दुईजना छुट्न गाह्रो पऱ्यो भने त परिउनु होइन त हाँस्दै बोल्दै जाँदाखेरि के हो अनि माया बस्छ सक्छ के ठेगान होइन के ठेगान के थियो